कस्तो सूर्यलाई झुल्किनै दिएको छैन हौ। सूर्यलाई बादलले छेके जस्तो छ। के हो गाह्रो छ है। सूर्य झुल्किँदैन जस्तो छ। अब सूर्य अस्ताउने हो कि बिहानै पो जस्तो छ त आजको माहौल। के हुने हो? गाह्रो छ है, गाह्रो छ। सूर्यलाई गाह्रो छ। फेरि सूर्य नझुल्केपछि रुखलाई पनि गाह्रो हुने रहेछ। के गर्नु? सूर्य नहुँदा रुखलाई पनि गाह्रो अब हामी। ल भोट हाल्न चाहिँ स्टार्ट भइसकेको छ। बालेन दाइको पोस्ट आइसक्यो। अनि आज चाहिँ भोट हाल्ने दिन मात्रै नभएर उज्यालो भविष्य छान्ने दिन। उज्यालोतिर जाने कि अँध्यारोतिर जाने भन्ने दिन हो क्या। स्वर्ग जाने कि नर्क जाने भन्ने। तर अब एउटा उखानै छ नि, सुँगुरलाई स्वर्ग जान्छस् भन्दा उखाना पाइन्छ भन्थ्यो अरे। त्यस्तै हुने हो कि होइन, केही भन्न सकिँदैन। अब नेपाली जनता स्वर्ग जाने भन्ने हुन् कि फेरि गुखाना पाइन्छ भनेर सोध्ने हुन् कि भन्ने कुरोमा छ है। अनि जति पनि जनाले भोट हाल्न पाउनुभयो एकदम भाग्यमानी हुनुहुँदो रहेछ। एउटा यस्तो बेलामा भोट हाल्न पाउनुभयो। बाहिर हुने मान्छेहरूलाई चाहिँ एकदम नराम्रो लागिरहेछ टिभी चुनावमा बाहिर बसेर। अनि धेरै चिन्तित पनि हुनुहुन्छ कि भोट हाल्न पाइएन। कतिजना त एयरपोर्ट बन्द भएर पनि जान पाउनु भएन। त्यही भएर एउटा शासन जस्तै क्या, यो शासकहरूले शासन गरिरहेको नि त, त्यसलाई पनि त्यो खेल्ने दिन क्या। शासकहरूको अन्त्य आज, सबै थोकको अन्त्य भनौँ न। नेपालमा अब नयाँ परिवर्तन आउँछ, त्यही हो। आजको दिन चाहिँ एकदम नेपालको लागि राम्रो दिन बनोस्। सबैजनाले सही ठाउँमा मतदान गरेर, सही तरिकाले मतदान गरेर चाहिँ देशलाई कसरी जोगाउनतिर सोचौँ। स्वर्ग जाने कि गुखाना पाइन्छ भन्ने हो र आफ्नो हातमा छ। त्यो दिन होइन, हाम्रो भविष्य रोज्ने दिन हो। भोलिका पिँढीको लागि सोच्ने दिन हो। सोचेर एकदम ट्याङ्किट्याङ हाल्ने हो। दायाँ बायाँ नगरी चुपचाप मौन अवधि चुपचाप, त्यही हो होइन। त्यसै गरौँ ल। आजको लागि यति नै। जय नेपाल सबैजनाले। त्यही हो, स्वर्ग जानुपर्छ है त ल।